राधे। हजुरहरूलाई पनि यदि आफ्नो जन्मकुण्डली, चिना, टिप्पण इत्यादि बनाउनु छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। यो विशिष्ट सप्तवर्गीय कुण्डली हो। एकचोटि बनाएपछि जिन्दगीभर काम लाग्ने चिज हो र यो एकदम हार्ड कपीमा आउँछ। यो कुनै कम्प्युटरबाट या त मोबाइलबाट निकालिएको होइन, स्वयं गणित गरेर हातले नै तयार पारिएको कुण्डली हो। बिना सफ्टवेयर, बिना कम्प्युटर, बिना मोबाइल, केवल हातले हस्तलिखित गरेर पञ्चाङ्गको सहारा लिएर सम्पूर्ण रूपले तयार पारिएको हो। हजुरहरूले यसमा देख्न सक्नुहुन्छ के आउँछ भनेर। यो हार्ड कपीमा हो, टोटल्ली हार्ड कपीमा हो। यो हजुरको जन्मकुण्डली, यो स्याम्पल कुण्डली हो। यो कसैको मैले बनाएको थिएँ भर्खरै। यो सबै गरेर चाहिँ ग्रहको तात्कालिक ग्रह स्पष्ट भयो। यो लग्न कुण्डली भयो। यसमा 7 वटा चक्र छ। यसमा चाहिँ मैले 2 वटा एक्स्ट्रा चक्र पनि बनाएर दिन्छु। यो चन्द्र कुण्डली भयो। यो पञ्चधाम मैत्री भयो। लगायत देख्न सक्नुहुन्छ। यो एकदम सम्पूर्ण कुण्डली हो। यति कुण्डली बनाएपछि चाहिँ अरू केही गर्नै पर्दैन, न सफ्टवेयर चाहिन्छ न केही चाहिन्छ। केवल यो कुण्डली हार्ड कपीमा चाहिँ तपाईले प्राप्त गर्न सक्नुहुन्छ। A to Z छ यसमा, A to Z देख्न सक्नुहुन्छ हजुरले। यसमा टोटल 7 वटा चक्र हुन्छ। सप्तवर्गीय कुण्डली विशिष्ट प्रकारको हो। यो सबै हातले गणित गरेर निर्माण गरिएको कुण्डली हो। यो चाहिँ ग्रहको दशा अन्तर्दशा यहाँबाट थाहा हुन्छ। महादशा भयो। विंशोत्तरी दशा अनुसार चाहिँ हामीले गरिएको छ। यसमा सबै ग्रहको दशा अन्तर्दशा इत्यादि चाहिँ दिएको छ र हेर्न सक्नुहुन्छ। यहाँबाट यति मात्र हो। यसको चाहिँ मैले चाहिँ अझै सुविधाको लागि चाहिँ एउटा एक्स्ट्रा यहाँ बनाएको छु। एउटा यो प्रत्येक कुण्डलीमा हुन्छ यस्तै गरी। र नेपालमा चाहिँ विशेष गरी त्रिभागी दशा इत्यादि पनि प्रचलित भएको कारणले गर्दा मैले छुट्टै टेबलमा चाहिँ त्रिभागी दशा प्लस योगिनी दशा चाहिँ यहाँ गणित गरेर चाहिँ निकालिएर तयार यसरी गरिएको छ, ताकि ज्योतिषीहरूलाई हेर्नको लागि चाहिँ सजिलो होस् र फलादेशमा चाहिँ एकदम सुगमता र सटिकता आओस् भनेर चाहिँ यसरी निर्माण गरिएको छ। र यसमा चाहिँ यो 2टा कुण्डली पनि मैले एड गरिदिएको छु, दशमांश चक्र र कारकांश चक्र। यो हेर्नको लागि पनि तपाईको जन्मकुण्डलीको सम्पूर्ण रूपरेखा तयार गरिएको छ यसमा चाहिँ है। अब यसमा चाहिँ अन्तिममा तपाईको आउने भनेको फलादेश आउँछ। यो यदि हजुरहरूलाई पनि यो सम्पूर्ण जन्म लग्न कुण्डली चाहिँ प्राप्त गर्नु छ भने चाहिँ, बनाउनु छ भने चाहिँ भृगुनन्दन अन्तर्राष्ट्रिय परामर्श सेवा केन्द्र, ज्योतिषाचार्य कृष्ण गोविन्द भुषाल, सम्पर्क नम्बर 9860 80 34 66 मा सम्पर्क गर्न सक्नुहुन्छ। व्हाट्सएपको माध्यमबाट अनलाइन अफलाइन दुवै उपलब्ध छ। र आफ्नो जन्मकुण्डली अध्ययन गराउन चाहनुहुन्छ भने चाहिँ हजुरले सम्पर्क गर्न सक्नुहुन्छ। यो विशिष्ट प्रकारको जन्मकुण्डली हो जुन चाहिँ भारतमा चाहिँ बढी युज हुन्छ र नेपालमा चाहिँ खासै देखिँदैन। यस्तो बनाएको चाहिँ केवल नेपाली कागजमा मात्र बनाएर दिइन्छ, जसले गर्दा चाहिँ तपाईको जस्तै मुसाले काट्ने, पानी पर्यो भने पनि च्यातिने इत्यादि चाहिँ समस्या भएको कारणले गर्दा चाहिँ यो विशिष्ट प्रकारको जन्मकुण्डली चाहिँ एकचोटि बनाएपछि जिन्दगीभर उपयोगमा आउँछ। अरू पनि यस्तै जन्मकुण्डली हस्तलिखित प्राप्त गर्न चाहनुहुन्छ भने चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। जय श्री राधे।